अनि यहाँ बाटो माई च्यानल चाहिँ सन्चै हुन्छ होला म सन्चैमा छु अनि अहिले चाहिँ जान्छु म माथि झर्ना है अनि उता चाहिँ दाइ अगाडि पुगिसकेको छ अनि कति 15-16वटा चाउचाउ बोकाएको छु आधा लगिसकेको चाहिँ एक पेटी चाउचाउ छ है अनि अहिले हामी जाँदैछु अनि पार्टी हुन्छ त्यहाँ क्यामेरा लगाएको छौँ है हामीले क्यामेरादेखि फोटो हाल्नेछु हल्का ल अब तपाईँले त्यहीँ गएर भेट्छु है त बाई। अघि चाहिँ मैले भनेको थिएँ है म चाहिँ अहिले घुम्न जाँदैछु भनेर हामी कहाँ थाहा छ वाह यो चाहिँ हाम्रो गाउँमा रहेको छ है अनि क्या बात कर रहे हैं यहाँ चाहिँ अहिले पुरै हामी आएको छौँ यति धेरै जना छ 20 जनाभन्दा क्रस छ हामी जान आएको छु है यहाँदेखि माथि पुरा टोलीलाई लगेर है पुरै यस्तो हावा चलिरहेको छ डेन्जर है बोल्न पनि सकिरहेको छैन यहाँ कस्तै जाउँ पानी परिरहेको छ यहाँनिर चाहिँ पागलबन्दी गरेर जुत्ता भिजाएर बसेको हामी चाहिँ जाने होइन ओ भाइ यस्तो पानी आइरहेको छ हेर्नु न अरे भने पानी पर्ला छ भने यस्तो भएको छ कि पुरै पानी आइरहेको छ क्यामेरा पनि किलो भइसक्यो मैले ल्याएको त मैले जुत्ता खोल्छ कि यस्तो चिसो चिसो मान्छ यार लास्ट चिसो अहिले चाहिँ हामी यहाँ पुगिसकेको छु ग्याङहरू यहाँ चाहिँ यस्तो मजा आइरहेको छ गाई तट हामी चाहिँ माथि जान्छौँ है अब तपाईँले देखाउँछु अलिअलि है धेरै क्यामेरा पनि पुरै पानी पर्दैछ क्यामेरा पनि पानी आउँदैछ ओ भाइ साहब ओहो यस्तो रहेको छ ल मोबाइलबाट चाहिँ पुरै पानी है थुप्रै ग्याङ है सबै अहिले चाहिँ हामी यहाँदेखि जानको है तल घरतिर है अहिले चाहिँ हामी घुमिसकेको छौँ यहाँ अनि अहिले चाहिँ यहाँदेखि जानको है पुरा झोला बटुलेर यो ब्याग चाहिँ हाम्रो भाइरल ब्याग हो है भाइरल ब्याग नाइकीको भाइरल ब्याग हामी यहाँ गरेका छौँ यहाँ कामकाज बन्जरको लागि हामी हेर्नुहोस् अहिले हामी कहाँ आइसकेको छौँ यहाँ पुरै है यस्तो डर लाग्दैछ नि यसको साथमा म कट्टु दादा छु चाहिँ ड्याडीको जुत्ता हो मेरो अहिले लगाएको छु मैले मस्तो छ अनि यहाँ चाहिँ अहिले म यहाँ खुट्टु काटेको छु उतादेखि आएको है अनि यस्तो पुरै के यहाँदेखि गयो त मऱ्यो अनि यस्तो छ जुम पनि हुन्न धेरै नानीको पहाड घर कता नानीको पहाड घर कता त्यति जुम नगर्नु यार एउटा भिडियोमा तर यो लास्टै लामो भिडियो सम्झा
यहाँ टाउकोमा नखोली यार हेर्नु एक बोटला हानी पुचाइसकेको छ र एकजना मरिसकेको छ त्यसले मेरो भान्डी अट्टिको फेरि अहिले चाहिँ हामी घर जान लागेको अहिले यहाँदेखि चाहिँ अहिले चाहिँ हामी घुमघाम भइसकेको छ अनि म चाहिँ कट्टु दादा आज म मेरो चाहिँ टिकटक गएर हेर्नु होला है टिकट चाहिँ यो रहेको छ अनि अहिले हामी चाहिँ यहाँदेखि जान्छौँ टिकटक आइडी हामी चाहिँ हल्का यहाँ चाहिँ हल्का चोरी खैची गरेको त्यसकै भिडियो आएको छ हेर्नु होला हुन्छ यहाँ हेर सुन आज चाहिँ हामी होइन फ्यामिली टुरमा गएको थियौँ उता हाम्रो सबभन्दा धेरै भाइरल भएको त्यो छ नि झरना छडी झरना ड्रोन सट मैले ड्रोन सट पनि हानेको छु हेर्नु होला है हेर्नु भन्नु भने यस्तो यस्तै हान्ने हो कि लगाइज हामी चाहिँ अब आज यहाँ छडीबेल थला र 8 बिस्कतमा रहेको छडीबेलबाट हामी चाहिँ अहिले यसो फ्यामिली हामी परिवार सबै गएको थियौँ त्यहाँबाट फर्केर चाहिँ अब हामी घरतर्फ पुग्न लागिसक्यौँ होइन घरतिर अब हामीले यो सासी टक्कर लिएर गएको थियौँ अब वन जङ्गलबाट हिँड्नुपर्छ नि त अहिले चाहिँ यहाँ छडीबेल पुग्नलाई चाहिँ एकदम सजिलै छ होइन यहाँ टक्कर रोड पुगिसक्यो रोड गतिलो नभयो भने मान्छे हिँड्नु चाहिँ एकदम सजिलै छ होइन लगाइ जस्तै हो अब यो मेरो भाइको च्यानलको नाम चाहिँ के हो मलाई थाहा छैन होइन उसले आफैले भन्छ त्यसलाई चाहिँ गएर टक्कर सब्सक्राइब गरिदिनु होला होइन अब यस्तै हो गाइज होइन अब के गर्नु अब अलि यस्तो भ्लग स्टार्ट गरिदिउँ भनेर ल अनि हामी चाहिँ अहिले आइसकेको छौँ है अनि यहाँ चाहिँ सानो अर्को झरना रहेको छ यसलाई झरना भनौँ कि के भनौँ होइन यो चाहिँ रहेको छ यहाँको झरना के पो सानो छ यहाँ माथिदेखि यतिसम्म रहेको छ अनि अहिले चाहिँ यहाँ रोड भनेको चाहिँ यही हो है ल यो कट्टु दादा हुन भन्लाई फेरि कट्टु लगाएर आएको छु म त होइन के गर्नु अब झरनामा गएको भित्र यहाँ कट्टु लगाएर आएको छु मैले यहाँ रोड गति नभए पनि होइन भने जस्तै यहाँ यस्तो छ यहाँ चाहिँ BMW चढ्छ होला BMW हाफ इन्जिन गयो होला यी बाटोको हालत अब यो पाहाडतिरको रोड एक महिना पनि भएको छैन यसलाई नै हुनु त 4-5 महिना भइसक्यो अब यस्तो पाहाडको बाटो होइन तल स्टार्टर होइन यो कति महिना लाग्यो होला त यहाँदेखि वहाँ गर्न के लगाउन लागि के त लागि कति महिना लाग्यो होला ल कहाँ वहाँ हाम्रो घरदेखि त्यहाँ गाडादेखि यहाँ म कति महिना अब मलाई एक्ज्याक्ट थाहा छैन के भन्ने लाग्यो होला जेसी पनि त्यहीँ राखेको छ अनि ल्याए पनि छैन अरे त्यहीँ बिग्रिरहेको छ त्यहाँ ड्रम स्रम भएर जाँदाखेरि होइन हामीले सर्प देख्यो पुरा उड्ने सर्प जस्तो यस्तो यहाँ चाहिँ BMW नै चढ्छ होला पुरै ठाडो छ भने अनि यहाँदेखि चाहिँ खासै क्यामेरामा देखिँदा नहोला है तर यहाँ साइकल ट्रेल हान्न मस्त मजा आउँथ्यो नि उतादेखि साथीमा बेस्ट बाटो हुन्थ्यो तर के गर्नु अब धनगढी छ कि अब बिस्तारै बनाउनु पर्छ 3 महिनादेखि थन्किरहेको छ ल योमा चाहिँ BMW चढ्छ है ल बाटो चाहिँ यो रहेको छ अब यस्तै रहेको छ अहिले चाहिँ हामी घर जान्छौँ बिहानै झ्याउ भयो नि अनि लगभग अब घर पुग्न 2 मिनट लाग्छ हाम्रो कहाँ 2 मिनट 2 मिनट त हो त्यो पुगेपछि हाम्रो घर आइहाल्छ अब यहाँ मोड छ अनि अब हामी रोडको हालत यहाँदेखि खासै देखिरहेको छैन है पुरै ठाडो यस्तो छ रोड यो चाहिँ हाम्रो यहाँ हाइवे हो हाइवे 6 लाइन हाइवे 3 लाइन हो 1 2 3 हेलिकप्टर अरे मिन्टा टाउ 12 चक्का अरे मिन्टा नै 12 चक्का ट्रक अनि यहाँ चाहिँ हाम्रो पानीको लागि यस्तो जुगाड गरे हुन्छ कहाँ मूल फुट्याउँछ नि मूलको पानी के मूलको पानी हल्का जुगाड हान्न पर्छ नि यो एकदम फ्रिजमा राख्नै पर्दैन यसलाई फ्रिज अस्ति म त्यहाँ जुन दिन आएको थिएँ नि यस्तो चिसो पानी होइन पुरै होइन बोतलमा हालेर पुरै बोतलले चिल्ड ल यस्तै हो अब के भन्नु अरू केही छैन त्यति हो भन ल स्टार्ट भन ल यी पानीमा भिजेर म चाहिँ टक्कै बारीमा चिरिचट्टा भएर चिरिचट्टा के हुनु यार जङ्गलतिर परिहरू भेटिएन परिहरू भेटिएन भन्छ मेरो भाइले यार अब के भन्नु खै एउटा कतै छ भने भेटाइदिनु होला है मेरो भाइ स्टप ल गाइज अब चाहिँ हामी घर पुगिसकेको छौँ भिडियो कस्तो लाग्यो भिडियोलाई लाइक गरिदिनु होला च्यानल सब्सक्राइब गरिदिनु होला छिटै मिल्छ एउटा नयाँ ब्लगमा र इन्ट्रेस्टिङ ब्लगमा हाम्रो चाहिँ भोलि दसैँ रहेको छ एडभान्समा ह्याप्पी दसैँ ल बाई है त